सो गाइस अहिले चाहिँ हामी छौँ यहाँ गलेश्वर महादेवको मन्दिर अगाडि गेट अगाडि। यो चाहिँ म्याग्दी जिल्लामा पर्दो रहेछ। अब हामी प्रवेश गर्छौँ। यहाँ यो भयो अनि त्यसपछि लिएर योभन्दा उतापट्टि चाहिँ छ एउटै ढुङ्गामा धेरैवटा मन्दिरहरू बनाएको ठाउँ। एउटा ढुङ्गा हो तर एउटा ढुङ्गा धेरै ठुलो फिजिएको छ, ठुलो ठाउँ छ एउटै ढुङ्गा पनि। हेर्नु होला त्यस्तो छ। अब हामी यहाँबाट भित्र छिर्दैछौँ। अघिको पहिलो गेट यो चाहिँ अब भित्र प्रवेश गर्ने गेट हो। यो चाहिँ गाइस गलेश्वर महादेवको मन्दिरभित्र जाने गेट, मुख्य गेट चाहिँ यो रहेछ। हेर्नु होला यस्तो राम्रो ठाउँ छ। यो चाहिँ म्याग्दी जिल्लामा पर्छ है। हेर्नुहोस् त एउटै ढुङ्गामा धेरैवटा मन्दिरहरू बनाएको छ। यहाँ चाहिँ यहाँ हेर्नु होला है यस्तो राम्रो छ। हामी पनि फाइनली आइपुगेको छौँ यहाँ मन्दिरमा। हेर्नु होला त्यस्तो छ। यो भयो, यो मन्दिर भयो, यो मन्दिर भयो। यो यहाँ पनि मन्दिरहरू रहेको छ, हेर्न सक्नुहुन्छ। त्यो चाहिँ हामी हिँड्ने रोड भयो, मेन रोडकै जस्ट अगाडिपट्टि छ यो मन्दिर चाहिँ, हेर्न सक्नुहुन्छ। यहाँ यस्तो छ, हेर्नु होला है। तपाईँहरूलाई म देखाउँछु, तपाईँहरू हेर्नु होला। हेर्नुहोस् त, हेर्नु सक्नुहुन्छ। वाउ 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 कति रमाइलो हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त गाइस यस्तो राम्रो ठाउँमा हामी घुम्दैछौँ। तपाईँहरूलाई पनि यो ठाउँ मन पर्यो भने आउनु होला घुम्नलाई। यस्तो राम्रो छ कि यो ठाउँ। एकचोटि तपाईँहरू आउनुभयो भनेदेखि यहाँबाट हिँड्न नै मन लाग्दैन कि यो ठाउँमा आउनुभयो भने। जस्तो एउटै ढुङ्गाले यहाँबाट हिँड्न सक्नुहुन्छ। हेर्नुहोस् यो मन्दिर भएको पनि सब एउटै ढुङ्गा हो। एउटै ढुङ्गामा मन्दिर बनाएको मम्मी कस्तो हावा आएको हेर्न सक्नुहुन्छ। यो चाहिँ गलेश्वर महादेव म्याग्दी जिल्लामा पर्छ यो मन्दिर चाहिँ। ल मैले भने यति नै। यहाँ चाहिँ यस्तो ठाउँ रहेछ, यस्तो डेन्जर ठाउँ। यस्तो ठाउँ रहेछ। यहाँ चाहिँ गण्डकी भयो, काली गण्डकी बुढी गण्डकी हो यो। यस्तो अनि यो रोड खन्ने क्रममा चाहिँ मेरो भदै मेरो भाइ यहाँ बाटो लडेर बित्नु भएको थियो। त्यो भएको कारणले गर्दाखेरि ऊ बितेकै ठाउँमा यहाँ धारा बनाइदिनु भएको रहेछ। यहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू आमा बाबाहरू पनि आउनुभएको थियो। हामी घुम्ने क्रममा यही बाटो हुँदै आउने क्रममा यहाँ गाडी रोकेर हामीले चाहिँ यहाँ भिडियो लियौँ। बाबु नभए पनि बाबुको याद धेरै आयो यो देखेर। यो धारा चाहिँ यस्तो रहेछ, धारा पानी रहेनछ। पानी चाहिँ बाबु यता बस, हामी चाहिँ यो बाटोमा गाडी रोकेर यहाँ भाइको नाममा धारा बनाएको ठाउँमा बसेर चटपटी बनाएर खानको लागि रेडी छौँ। फर्स्टमा चाहिँ हाम्रो भदैलाई यहाँ हालिदिनुहोस् त। अझ धेरै हालिदिनु ल। ए के एकपल्ट कि तिनपल्ट लु भयो ल। यो चाहिँ विशेष भदैको लागि उसले चटपटी धेरै मन पराउँथ्यो। म वहीँ राखिदिन्छु ल।
यस्तो छ। धेरै वर्षपछि यो बाटोमा आयो। तिमी यही ठाउँबाट बितेको ठाउँमा हामी पनि आइपुग्यौँ। हामी यहाँ बसेको कारणले गर्दाखेरि चटपटे बनाएर खाने भनेर बस्यौँ। अनि तिमीलाई पनि ल्याइदिएको छौँ, तिमी पनि खाऊ ल। तिमी जहाँ भए पनि जे गरेर बसिराखेको छौ खुसी भएर बस्नु, राम्रो हुनु ल। तिमीलाई यहाँ राखिदिएको छु चटपटे खाऊ। पहिला तिमीले पनि स्कुलमा पनि धेरै खान्थ्यौ, चटपटेहरू मन पराउँथ्यो, चटपटे खान्थ्यो। यहाँ चटपटे राखिदिएको छ तिमीलाई, तिमी खानु है बाबु। सधैँ राम्ररी बस्नु है ल। तिमीलाई चटपटी राखिदिउँ। अब हामी पनि यहाँ एकछिन बसेर पहिला तिमीलाई चटपटे दिएको, त्यसपछि अब हामी खान्छौँ चटपटेहरू, पानीहरू खाएर अनि हामी जान्छौँ। यही बाटो परेको कारणले गर्दाखेरि हामी उत्रेर गाडी रोकेर तिमीलाई हेर्न आएको। तिम्रो नाममा बनाइदिएको यो धारा, तर अहिले पानी नआउँदो रहेछ, यस्तो भएको रहेछ। यो बाटो आउँदाखेरि बाजेले चाहिँ नातिलाई खैनी खान्छ भनेर खैनी पनि चढाइदिन जाँदै हुनुहुन्छ। अघि चाहिँ के किनेर खाऊ है भनेर पैसा त्यहाँ राखिदिएर आउनुभएको अरे। अहिले फेरि सम्झी मेरो नातिले खैनी खान्छ भनेर खैनी लिएर फेरि खैनी चढाउनुलाई आउनुभएको छ। खैनी ल्याइदिनु लिएर यहाँ आउनुभएको छ। नातिलाई यति माया लागेर, नातिको धेरै याद आएर यो बाटो पर्दाखेरि यहाँ हामी 1 घन्टा जति बस्यौँ। अघि हामीले चटपटे पनि दियौँ भाइलाई। चटपटे यहाँ छ भाइलाई, यहाँ खैनी राखिदिएको छ बाजेले। नाति नभए पनि बाजेले अघि चढाइदिएको पैसा चाहिँ यहाँ छ है। यहाँ छ है, यहाँ चढाइदिएको पैसा। बाजेले पैसा यहाँ छ, अझै थपिदिँदैछ बाजेले। जहाँ भए पनि राम्रोसँग बस्नु, खुसी भएर आशीर्वाद दिनु बाँच्नेलाई। ठुल्ठुलो मन्दिरमा गएर बस्नु, धुप खानु, बत्ती खानु, मन्दिरमा बासना लिनु, धुपको बस्नु है मन्दिरमा। हामी गयौँ है बाबु, अब राम्रोसँग बस्नु। अब हामी यो ठाउँमा आउन पाउँछु कि पाउँदिनँ थाहा छैन, तर पनि अब लामो समयपछि यो बाटो आयौँ, भेट्नु पायो, खुसी लाग्यो। जहाँ भए पनि राम्रोसँग बस है ल। हेलो गाइस, म चाहिँ फाइनली तीनमुखी फुल आइपुग्यौँ। पाल्पा स्याङ्जा गुल्मी जोडेर बनाएको फुलमा, झोलुङ्गी फुलमा आइपुगेको छु। हेर्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो लाग्यो। यो चाहिँ मेरो पहिलोचोटिको यात्रा थियो। यो ठाउँको चाहिँ राम्रो छ, हेर्न सक्नुहुन्छ। तपाईहरु पनि आउनु भएन भने आउनु होला गाइस। हेलो, हामी चाहिँ फाइनली पाल्पाको रानी महलमा आइपुगेछौँ। यतिखेर चाहिँ यस्तो अब बेलुका भइसकेको छ अहिले चाहिँ। त्यो भएको कारणले गर्दाखेरि अँधेरो भएको छ। अँधेरो भए तापनि यो बत्तीको लाइटले चाहिँ यस्तो राम्रो देखिरहेछ। यहाँ हामी चाहिँ फाइनली पाल्पाको रानी महलमा छौँ। हिँड्नु होला। रानी महल, वाह वाह, ड्यान्टोनेन पाल्पाको रानी महल। वाह, यस्तो राम्रो छ, राम्रो छ। तर हामी चाहिँ बेलुका आएको भएको कारणले गर्दाखेरि बेलुका पनि राम्रो छ। बेलुकाको
भ्यू पनि लाइटले राम्रो देखिरहेछ कस्तो राम्रो फुलहरू टक्क दरबारको अगाडि फुलहरू यस्तो राम्रो छ यस्तो राम्रो हेर्नु सक्नुहुन्छ यता भयो हेर्नुहोस् है गाइस यस्तो राम्रो छ तपाईहरु पनि आउनु भएको छैन भने आउनु होला यस्तो राम्रो ठाउँ छ हामी चाहिँ आउँदा आउँदै ढिलो भयो रात पर्यो तापनि हामी आयौँ तर पनि बन्द भइसकेको थियो गेट त बन्द भए पनि रिक्वेस्ट गरेर हामीलाई चाहिँ भित्र आउनु दिनुभयो हेर्नुहोस् त गाइस यस्तो छ यहाँबाट चाहिँ खोला छ खोला तल खोला यहाँ यस्तो हेर्नुहोस् त यहाँ यस्तो राम्रो रहेछ ल अब यहाँ सबैजना फोटो सेसन हुँदैछ सबैजनाको फोटो भिडियो अब म पनि फोटो भिडियो गर्नुपर्छ किनकि फर्स्ट टाइम आएपछि त यसो फोटो भिडियो त लिनु पर्यो होइन र गाइज अब यदि यस्तो राम्रो छ तपाईहरु पनि आउनु भएको छैन भने अवश्य आउनु होला है पाल्पाको रानी महलमा उलाई फोन पठाइदिनु पर्दैन नि अघि हामी चाहिँ रानी महलमा छौँ रानी महलबाट तल गार्डनको भिडियो लिँदैछौँ यस्तो छ है हामी चाहिँ सबैजना रानी महल घुमेर तल झरेर मैले बगरबाट सर भिडियो लियो यस्तो राम्रो छ किनकि बत्ती बलेको छ ढकमक्क अनि आजलाई पनि मेरो यो ब्लग यति नै हो थ्याङ्क यू वाचिङ माई भिडियो